ल यो कोकल डाँडा भनेको यही गाइस कोकल डाँडा उता माथि जंगलडी उता भराङडी पारीडुङ सिचौर सियोर अनि यो सियोर अनि डिगाउँ प्लाटिङ कोरेन भेलेस भनेको पारी यो पारी बागभंज्याङ सिमलटार डिगाउँ यो रानी गाउँ है। रानी भाउ भेटबाट म यसो अपडेट गरेको ल यो आज ल 12:30 बजे त्रिमल लाएर खिचेको यो रानी गाउँ है। ब्यास 11 रानी गाउँ मैले आज यसो घुमघाम गरेर कि तस्बिर खिच्नलाई यो ठाउँमा म घुम्न लागेको थिएँ। त्यही भएर युट्युबमा अपलोड गर्दैछु। यो काठमाडौँ जाने रोड है, मुक्लिन काठमाडौँ यता पोखरा तलतिर जाने पोखरा माथि पारी देखेछ यो काठमाडौँतिर जाने मुक्लिन काठमाडौँ जाने। यो देश विदेशमा आउनुभएको सम्पूर्णले लाइक कमेन्ट गरिदिनु होला तपाईहरुले है। मैले नयाँ नयाँ अपडेट तपाईहरुको बिचमा उपस्थित बनाउने छु। के कस्तो लाग्छ जानकारी दिनु होला। यो 2082 एक महिना आज कति आज खै 7-8 तारिक कति गयो मैले हेरेको छैन। वैशाख महिनाको हो। यो हरियालीहरु यस्तो हुँदैछ भन्न चाहन्छु है गाइस। हुन्छ सम्पूर्णले हेरिदिएर लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला भन्न चाहन्छु। ल यो पारी मानुङको डाँडाहरु है सबै यस्तै छ नेपालको। अनि यो माथि कोकल डाँडा भन्न चाहन्छु। कोकल डाँडाको गुम्बाहरु ल यो नेशनल हाइवे 4 लाइन बनाएको छ। एकतिर दुईटा 4 लाइनको यी तामाङ गुरुङहरुको गुम्बा है। ल यही हो आजभोलिको अपडेट यही हो। खरिल लाएर घाम चर्को लागिरहेछ गाह्रो छ हजुर। ल यता अगाडि कोकल डाँडाको शिर है। यो सियोर जाने बाटो हस्त ल जंगल। अब म झर्नलाई बजारतिर यहाँबाट हिँडेर गएर तलबाट गाडीमा चढेर अनि बजारसँग जाने योजना छु। आज के भिडियोहरु वैशाख महिनाको अपडेटहरु म तपाईको बिचमा लिँदैछु। तपाईहरुले लाइक कमेन्ट तपाईहरुले हेरेको मैले फेरि ओ दाजु कुलाकले नाको अनि के हो गुरु चराउनु भएको हो। गर्मी छ